चाहिँ रुमको हालत सबैजनाको यस्तै हो कि मेरो पनि हो। सो म रेडी भएँ साथीहरू होइन। आज चाहिँ म वान डे मेकअप सेमिनारमा जाँदैछु जुन चाहिँ सुजी म्यामको स्टुडियो रहेको छ पेप्सी कोलामा होइन। अनि हजुरहरूले कतिजनाले चिन्छ पनि सुजी म्यामलाई। अनि मलाई चाहिँ म चाहिँ फर्स्ट टाइम हो उहाँको सेमिनार यस्तो क्लासहरू एटेन्ड गरेको होइन। अनि सुजी म्याम र मिसिसाको प्रोडक्टहरूबाट चाहिँ यो एउटा कोल्याब जस्तै भइरहेको थियो होइन। सो मलाई चाहिँ कति धेरै कुराहरू थाहा थिएन, कति धेरै कुराहरूमा कन्फ्युज थिएँ। अनि सुजी म्यामलाई मैले हरेक कुरा सोधेँ, म्यामले मलाई मजाले एक्सप्लेन गरिदिन्छ होइन। अनि मैले चाहिँ अब हुन्छ नि कति थाहा नभएको कुराहरू चाहिँ एकदम धेरै सिक्न पाएँ कि। अनि सुजी म्यामको चाहिँ कति धेरै क्लासहरू वर्कसपहरू हुँदैछ। सो तपाईँहरूले पनि जोइन गर्न सक्नुहुन्छ। आफूलाई अझै के थाहा नभएको कुराहरूमा अझै राम्रो बन्न सक्नुहुन्छ होइन। अनि त्यसपछि मैले चाहिँ वान डेको सेमिनारमा सर्टिफिकेट प्लस मिसिसाबाट गिफ्ट ह्याम्पर पनि पाएँ होइन। अनि हामी चाहिँ 15 जना जति थियौँ होइन। सो सबैजनासँग भिडियो फोटो नि खिच्यौँ। अनि हजुरहरूलाई कतिजनालाई थाहा छ होला कि थाहा छैन, मिसिसाको प्रोडक्टहरू चाहिँ एकदम धेरै राम्रो छ होइन। अनि कति धेरै मेकअप आर्टिस्टहरूले त्यसपछि कति धेरै स्टुडियोहरूमा कति धेरै ठाउँमा चाहिँ यही प्रोडक्टहरू युज हुन्छ। सो म पनि नन ब्राइडहरूलाई यही प्रोडक्टहरू युज गर्दैछु। मसँग कम्प्लिटली त छैन तर मसँग जति दे छ मिसिसाकै प्रोडक्ट धेरै छ कि। अनि सबैजना हामी छुट्यौँ होइन। अनि सो उतापट्टि चाहिँ साइडमा क्लास गर्ने रुम थियो होइन। मलाई चाहिँ कस्तो मन परेको कि किनकि एउटा मेकअप आर्टिस्ट भइसकेपछि चाहिँ त्यो आफ्नो एउटा हुन्छ नि त अब क्लास गर्ने ठाउँमा चाहिँ के फोटोहरू के एउटा हुन्छ नि एकदम मिनिङफुल चिजहरू चाहिँ म राख्न सक्छु भन्ने चाहिँ मलाई यहाँ फिल भइरहेको थियो होइन। मलाई एकदम धेरै मन परेको थियो। हजुरहरूले पनि क्लास गर्नु छ भने चाहिँ सुजी म्यामलाई कन्ट्याक्ट गरेर जानु। आजलाई यति नै, बाई बाई।